श्रीमती खुट्टा भाँचिएर हस्पिटलमा बस्दा पनि श्रीमानले त्यहीँ गएर हात उठाउनु भएछ के। एकदम मनछुने कथा छ। कथा यसरी सुरु हुन्छ है त। नमस्ते दाई, म हाल पोखराबाट आफ्नो मनको पीडा सुनाउन चाहन्छु। मेरो नाम गोप्य राखिदिनु होला। म एउटा गरिब परिवारमा हुर्केकी छोरी हुँ। मेरो बुवा मगर हुनुहुन्छ, मेरी आमा विश्वकर्मा हुनुहुन्छ। सानै उमेरमा प्रेम गरेर भागी विवाह गरे। हामीले सोचेका थियौँ प्रेम छ भने सबै दुःख सजिलै पार गर्न सकिन्छ, तर जीवनले हामीले सोचे भन्दा धेरै फरक मोड देखायो। विवाह गरेर श्रीमानको घर पुगेपछि उहाँका बाबुआमाले मेरी आमा सानो जातकी भएको थाहा पाएपछि हामीलाई छुटाउन धेरै प्रयास गर्नुभयो। मुद्दा मामिला पनि गर्नुभयो। धेरै दुःख, तनाव र अपमान सहेर अनन्त हामीले त्यो मुद्दा जित्यौँ। मैले सोचेको थिएँ अब त हाम्रो जीवनमा शान्ति आउला, तर त्यो त अझ ठुलो दुःखको सुरुवात मात्र रहेछ। केही समयपछि उहाँका बुबा आमाले घर जग्गा बेचेर बजार बसाइ सर्नुभयो। हामीलाई भने बस्नको लागि भत्किन लागेको एउटा गोठ मात्र छोडिदिनु भयो। त्यो गोठमै मैले र श्रीमानले दुःख गरेर जीवन सुरु गऱ्यौँ। मेरो दिदीबाट ऋण लिएर त्यही गोठलाई सानो घरमा परिणत गऱ्यौँ। सानो घर थियो, तर हाम्रो सपना ठुलो थियो लाग्थ्यो। अब बिस्तारै सबै राम्रो हुँदै जान्छ, तर त्यो खुसी धेरै दिन टिकेन। श्रीमान बिस्तारै रक्सीको लतमा फस्नुभयो। रक्सी खाएर घर आउने, सानो सानो कुरामा झगडा गर्ने, मलाई कुटपिट गर्ने, अपशब्द बोल्ने उहाँको दैनिकी बन्न थाल्यो। त्यति बेला मेरो कोखमा हाम्रो सानी छोरी हुर्किरहेको थियो। धेरै पटक मर्न मन लाग्थ्यो, तर पेटभित्र हुर्किरहेको त्यो निर्दोष बच्चाको अनुहार सम्झेर आफूलाई रोक्थेँ। सोच्थेँ मैले हार माने भने यो नानीको के हुन्छ। उहाँलाई आफ्नो परिवारभन्दा साथीहरू नै प्यारो लाग्थे। आधा रातमा साथीहरू लिएर घरमा आउनुहुन्थ्यो। ममाथि सबैको अगाडि अपमान गर्नुहुन्थ्यो। मैले कहिल्यै प्रतिकार गरिनँ, चुपचाप सबै सही रहे। कहिले आधा रातमा छोरी बोकेर छिमेकीको घरमा गएर बस्थेँ, कहिले बाटोमा कुर्दै घर लगेर कोठामा थुन्नुहुन्थ्यो। त्यो पीडा शब्दमा बयान गर्न सकिँदैन। धेरै पटक दिदीको घर भागेर गएँ। दिदीले सम्झाइ बुझाइ गरेर फेरि घर पठाउनुहुन्थ्यो। केही दिन राम्रो भए जस्तो हुन्थ्यो, फेरि उही कुटपिट, उही अपमान, उही आँसु। एक दिन म बिरामी भएर अस्पताल जाँदै गर्दा बाटोमा बाइक दुर्घटना भयो। मेरो खुट्टा भाँच्यो। उपचारको लागि हामी पोखरा आयौँ। मैले सोचेको थिएँ यस्तो अवस्थामा त श्रीमानले साथ दिनुहुन्छ होला, तर अस्पतालमा पनि उहाँले मलाई हात उठाउनु भयो। मेरो हेरचाह गर्ने दिदी आउनुभयो। उहाँसँग पनि झगडा गर्दै भन्नुभयो तेरो बहिनीको उपचारमा लागेको पैसा दे, होइन भने जहाँ लैजान्छस् लैजा। यति मात्र होइन, हाम्रो सानो छोरीलाई लिएर हिँड्न पनि खोज्नुभयो। दिदीले धेरै सम्झाएर त्यो दिन अवस्था सम्हाल्नुभयो। उपचार सकेर फेरि गाउँ फर्कियौँ। मेरो शरीर अझै निको भएको थिएन। समयमै खाना खान पाउँदिनथेँ। औषधि पनि छुट्थ्यो, तर उहाँलाई त्यसको कुनै अवस्था थिएन। साथीहरूलाई रक्सी खुवाउने, घुमाउने समय र पैसा हुन्थ्यो, तर आफ्नो श्रीमतीको लागि 1 रुपैयाँ पनि भएन। पछि थाहा पाएँ उहाँका बुबा आमाले पनि सधैँ मेरो बारे नराम्रो कुरा गरेर मलाई सानो जातकी भन्दै छोरालाई मेरै विरुद्ध उचाल्नु भएको रहेछ। सायद उहाँहरूको मनमा मलाई बुहारीको रूपमा स्वीकार्ने भावना कहिल्यै थिएन। दिन प्रतिदिन मानसिक र शारीरिक हिंसा बढ्दै गयो। उहाँले बारम्बार भन्नुहुन्थ्यो छोरी छोडेर जा, जहाँ जान्छस् जा। तर म छोरीलाई आमाको माया बिना हुर्किन दिन चाहन्नथेँ। त्यसैले समाज बोलाएँ, प्रहरी चौकीसम्म पुगेँ। धेरै पटक सम्झाउने प्रयास गरियो। मैले 5 वर्षसम्म घर जोगाउने, परिवार बचाउने, श्रीमान सुधार्ने भन्ने आश राखेँ, तर त्यो कहिल्यै पुरा भएन। अनन्त म छोरीलाई लिएर पोखरा आएँ। अहिले उहाँले मलाई सबै ठाउँबाट ब्लक गर्नुभएको छ। आज उहाँहरू खुसी हुनुहुन्छ भने भगवानले सधैँ खुसी राखुन्। मेरो मनमा कसैप्रति बदला छैन, तर एउटा कुरा भने समाजलाई भन्न चाहन्छु, कृपया कसैलाई जातको आधारमा सानो नठान्नुहोस्। सानो जात भनेर कसैको छोरीको अपमान नगर्नुहोस्। विवाह भनेको 2 आत्माको सम्बन्ध हो, जातको होइन। एउटा छोरीले आफ्नो माइती छोडेर नयाँ घर धेरै सपना बोकेर आएकी हुन्छन्। उसलाई माया, सम्मान र साथ दिनुहोस्, आँसु र अपमान होइन। अन्त्यमा सबै छोराछोरीलाई एउटा कुरा भन्न चाहन्छु, बाबाआमाको सम्मान गर्नुहोस्, उहाँहरूको राम्रो हेरचाह गर्नुहोस्, किनकि समय बितेपछि पैसा कमाउन सकिन्छ, धेरै कुरा फिर्ता ल्याउन सकिन्छ, तर आमा बुवाको माया र साथ कहिल्यै फिर्ता ल्याउन सकिँदैन भन्नुभएको छ। हजुर जहाँ हुनुहुन्छ हजुरको नानी र हजुर सधैँ खुसी रहनुहोला, ईश्वरसँग प्रार्थना गर्छु है त। अनि तपाईँहरूको पनि कथा छ भने पठाउनु होला।